यदि पानीको पाइपभित्र धेरै फोहोर जमेको छ भने एउटा सानो स्पन्ज पाइपभित्र हाल्नुहोस्। त्यसपछि पाइपलाई धारासँग जोडेर तारले राम्रोसँग कसनुहोस्। अब धारा खोल्नुहोस्। पानीको प्रेसरले स्पन्जलाई अगाडि धकेल्छ र पाइपभित्रको सबै फोहोर राम्रोसँग सफा हुन्छ। कैँचीमा एउटा नट राख्नुहोस्। जति नै भोत्रो भए पनि फेरि नयाँ जस्तै धारिलो हुन्छ। हेर्नुहोस्, यो कैँचीले प्लास्टिकको झोला पनि काट्न सक्दैन। एकदमै भोत्रो भइसकेको छ। अब कैँचीको दुई ब्लेडको बीचमा नट राखेर दुवैतर्फ हल्का मोड्नुहोस्। यसपछि कैँची फेरि ठिक हुन्छ। अब हेर्नुहोस्, राम्ररी बन्द भइरहेको छ। फेरि प्लास्टिकको झोलामा प्रयोग गरौँ। अब त एकदम सजिलै काट्छ। धेरै धारिलो र उपयोगी बनेको छ। एउटा प्लासको अगाडिको भागमा स्प्रिङ जोड्नुहोस्। अर्को छेउ ह्यान्डलमा फिक्स गर्नुहोस् र भित्रबाट एउटा जिप टाई लगाएर कसनुहोस्। पछि बाँकी भाग काटिदिनुहोस्। यसरी प्लास आफै खुल्ने हुन्छ र प्रयोग गर्न धेरै सजिलो हुन्छ। यदि तारलाई यसरी बाँध्नुभयो भने यो कहिल्यै फुक्दैन। तारलाई हतौडाको पछाडिको भागले समात्नुहोस्, हातले तानेर कडा बनाउनुहोस् र किलाको वरिपरि घुमाउँदै बेरिरहनुहोस्। किलामा राम्रोसँग बेरिसकेपछि बाँकी तार काट्नुहोस्। बाहिर निस्केका टुप्पा मोड्नुहोस् र अन्त्यमा हतौडाले किला ठोकेर फिक्स गर्नुहोस्। यसरी यो एकदम मजबुत भएर बस्छ।